मिथिलाको संस्कृति सीताको आदर्श, मिथिलाको संस्कृति सीताको आदर्श, सदाचार र धर्मको अनुपम छ प्रकाश। त्याग र समर्पणका अमर छन् गाथा, त्याग र समर्पणका अमर छन् गाथा, त्याग र समर्पणका अमर छन् गाथा। मिथिलाको माटोमा जन्मिन् हाम्री सीता माता, मिथिलाको माटोमा जन्मिन्। यस माता सीताको पवित्र भूमि प्रवक्ता जनकपुरमा आज उपस्थित हुन पाउँदा अत्यन्त खुसी छु। आजको यस कार्यक्रमका सभापति एवं हाम्रो मध्य प्रदेशका अध्यक्ष ज्यू, त्यसै गरी पार्टीका केन्द्रीय अध्यक्ष एवं आजको कार्यक्रमका प्रमुख अतिथि माननीय सर्दै अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनज्यू र पार्टीका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीज्यू, उपाध्यक्ष माननीय विक्रम पाण्डेज्यू, उपाध्यक्ष माननीय ध्रुवबहादुर प्रधानज्यू, महामन्त्री प्रहलाद शाहज्यू, सहमहामन्त्री मोहन यादवज्यू लगायत तपाईँ यो चर्को घाममा पनि हाम्रा कुरा केही सुन्न, यो भ्रष्टाचार, यो देशद्रोही, यो धर्म बेचुवारका विरुद्धमा एकीबद्धता जनाउन आउनुभएका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीमा स्वीकार्नुहोस्। जय राष्ट्रवाद, जय नेपाल। हामी आज जनकपुरमा छौँ। यो माताको भूमि हो, माता सीताको जन्मभूमि हो। विश्वका 121 करोड हिन्दूहरूको पवित्र स्थल हो। तर आज दुःख लाग्छ दाजुभाइ हो, यही माता सीताको मन्दिरमा बम पट्काउनु पर्छ भन्नेहरूलाई, यही माता सीताको मन्दिर ध्वस्त पार्नुपर्छ भन्ने प्रचण्डलाई मधेसबाट मधेसी जनताले लखेट्न अब आवश्यकता छ। यो कुरा आज धर्मको नाममा माताको मन्दिरमा गएर पूजा गर्नुहुन्छ। मलाई अचम्म लाग्छ हेर्दा, ती पुजारीका घाँटी रेटेको, मन्दिरमा पिसाब फेरेको, हिन्दू धर्म मास्नुपर्छ भनेर विदेशीको डलर खाएको, भारतका गल्ली गल्लीमा लुकेर नेपाली आमा दाजुभाइ दिदीबहिनीहरूलाई लडाएर मारेका हत्याराहरूलाई यहाँका माताहरूले आशीर्वाद होइन, यहाँबाट श्राप दिनुपर्छ भन्ने कुरा हामीले यहाँबाट उल्लेख गर्न चाहन्छौँ। अझ मन्दिर धाउने कस्तो बहुरूपिया हेर्नु त। छेपारोले बरु रङ कम फेर्छ, प्रचण्डले रङ बढी फेर्छ। ठ्याक्क आयो माताको मन्दिरमा बस्यो, चट्ट टिका लगाउने, अलि परपट्टि गयो मुख घोड्यो मुखमा, अनि अर्को सेतो टोपी लगाउने। यो कस्तो बहुरूपिया। आज पनि भन्छु म, मुसलमान दाजुभाइहरूले जुन आफ्नो मुस्लिम धर्म छ, त्यो धर्म यदि कसैले रक्षा गर्छ भने हिन्दूहरूले नै रक्षा गर्छन् भन्ने कुरा नेपालको इतिहासले देखाएको। यो देश हिन्दू राष्ट्र भएको बेला राजदरबार हिन्दू, बुद्ध, किराँत र वैदिक सनातनका भगवान विष्णुको अवतार मानेका राजाको दरबार अगाडि आज पनि काठमाडौँको राजा नारायणी अगाडि जामा मस्जिद छ। यो प्रचण्डले बनाएको होइनन्, राजाले बनाइदिएको मस्जिद हो। त्यो भएर हिन्दू राष्ट्रको बेला त्यो भएको हुनाले मेरा दाजुभाइ हो, नभट्किय नचट्किय। आज त थाहा भयो नि, यिनीहरू त भारतको गल्लीमा लुकेर दिल्लीमा पालेर, यो मैले भनेको होइन, भारतका लागि नेपालका लागि, भारतका लागि नेपालका लागि भारतीय राजदूत भएका रञ्जित रेले, 8 वर्ष राजदूत भएका रञ्जित रेले, भारतका वरिष्ठ पत्रकार प्रदीप सिंहले भारतीय टेलिभिजन एनडीटीभीमा प्रचण्ड हामीले पालेको पाल्तु कुकुर हो भनेर भनिसक्नु भएको। यसको जवाब चाहिन्छ। म आज प्रचण्डलाई यहाँबाट भन्न चाहन्छु, तपाईँ बेलायतको ओलिभर क्रम्बेल भन्ने हो कि कम्बोडियाको खिउ साम्पान भन्ने हो, तपाईहरूको हातमा छ। यदि बेलायतको ओलिभर क्रम्बेल भन्ने हो भने त्यसको फैसला नेपालका 81% हिन्दूहरूले गर्छन्। यादका साथ तपाईँहरूका अगाडि भन्न चाहन्छु, यदि कम्बोडियाको खिउ साम्पान भन्ने हो भने तपाईँहरूको हातमा छ।
हामीले भनेका छौँ सच्चिनुस्, नवीन सम्झौतामा आउनुस्, राजा सहितको प्रजातन्त्र मान्नुस्, होइन भने नेपाली जनताले यसको फैसला गर्ने। म आज कम्बोडियाको उदाहरण दिन्छु मेरा दाजुभाइ। यस्तै प्रचण्ड जस्ता, यस्तै उपेन्द्र यादव जस्ता आफ्नै दाजुभाइ मारे हेर्नु त गौरमा आपसमा लडाएर। प्रचण्डका विरुद्धमा हतियार उठायो भने दाजुभाइ मारिए। आज ती दिदीबहिनीहरूको सिउँदो पुछियो, लास्टमा माथि मन्त्री हुँदा त्यही प्रचण्डसँग मिलेरै मन्त्री खाए नि। हेर्नुहोस् त त्यो कस्तो अचम्म। दाइ भाइ लडाएको छ, दिदीबहिनी लडाएको छ, जात जातमा लडाएको छ। अब अहिले हिन्दू धर्म नमानिने हो भने त गाउँ गाउँमा लखेर्छन् भनेर पशुपतिनाथमा पूजा गर्ने, यहाँ जनकी माता माईको पूजा गर्ने, अनि पाप गर्ने पापीलाई धर्म गरेर धर्म र आज मन्दिरका पुजारी र माताले माफ गर्नुहुन्छ जस्तो लाग्छ? लाग्दैन। धर्म नगर्नेलाई श्राप दिनुपर्छ भन्ने कुरा हामी अगाडि बढाउँछौँ। आज म कम्बोडियाको उदाहरण गर्दैछु। कम्बोडियामा खमेरुज विद्रोह भयो, त्यहाँको राजालाई फालियो। 4 वर्ष शासन गरे। ती शासन गर्ने मान्छे ख्यू साम्फान र नुवान चेईले जम्मा 4 वर्षमा 20 लाख भन्दा बढी बुद्ध धर्मावलम्बीको नरसंहार गरे। 20 लाख मान्छे मारिदिए। यिनीहरू को थिए? अति माओवादी थिए तिनीहरू। यदि प्रचण्डको हिम्मत थियो, यदि प्रचण्डको दम हुन्थ्यो, यदि प्रचण्डले गर्न चाहेको भए जसरी कम्बोडियामा ख्यू साम्पानले त्यहाँका बुद्ध धर्मावलम्बीहरूलाई मारे, त्यसै गरी यिनीहरूले नेपालका हिन्दू मार्ने थिए। तर यिनको ह्याउ भएन, यिनको दम भएन, यिनको क्षमता भएन। 64 सालमा पनि जनताले यिनलाई पत्याएन। तपाईँका साथीहरू, यिनीहरू आज मधेसका दाजुभाइलाई म भन्न चाहन्छु, किसान कति हुनुहुन्छ आज ठाउँ देखाए वरपर हेर्न चाहन्छु। तपाईँ साँच्चै किसान हो कि हात मात्रै उठाओ? उखु छ हस्बेन्डी घरमा? जुट छ? राजाले जुट मिल बनाइदिनु भएको थियो। घर घरमा जुट लगाउनु हुन्थ्यो, मजाले पैसा आउँथ्यो। राजाले चिनी मिल खोलिदिनु भएको थियो। घर घरमा उखु लाउनु हुन्थ्यो, पैसा खनी घरमा आउँथ्यो। पहाडी बिहारतिर, उत्तर प्रदेशतिरका तपाईँका सम्धिहरूले बेटी कहाँ विवाह गर्ने भन्दा जनकपुर गर्ने, नेपाल गर्ने, किनकि त्यहाँ उखु फ्याक्ट्री छ। छोरीले ज्वाइँले खेती गर्छ, पैसा कमाउँछ, मेरो छोरीले सुख सहेल पाउँछ भनेर छोरी नेपालमा दिएका। तर आज ठ्याक्कै उल्टो भयो। न उखु फ्याक्ट्री, चिनी फ्याक्ट्री छ, न जुट फ्याक्ट्री छ। सुरोट फ्याक्ट्रीको त कुरै छोडौँ, यो जुनको त कुरै छोडौँ, यो मुनको त कुरै छोडौँ। आज सुरोट कारखाना बन्द गरेर भारतबाट, विदेशबाट चुरोट आयात गर्छन्। तर त्यो चुरोट कारखानाको जग्गामा हेर्नुहोस् त मुख्यमन्त्री कार्यालय, प्रदेश मन्त्री कार्यालय, छोटे राजाको दादागिरी चलेको छ। त्यही भएर यो प्रदेश खारेज गर्नुपर्छ भनेर हामीले यही हो। अझ कोही मधेसतिरका यसो युवा साथीहरू आएर देख्छु, हामी त संघीयताको पक्षमा हो भन्छ। के पक्षमा? यो प्रदेश आएपछि शिक्षा फ्रीमा पाउनु हो? खै छैन भने छैन भनौँ त, पाउनु हो शिक्षा फ्रीमा? रोजगारी पाइयो, उखु लगाएर पैसा पाइयो, जुट लगाएर पैसा पाइयो, अनि न शिक्षा पाइयो, न स्वास्थ्य पाइयो, न रोजगारी पाइयो। बाटो गतिलो छ, शिक्षा छैन, स्वास्थ्य छैन, पैसा नदिने अदालतबाट फैसला न्याय पाइन्छ। शिक्षा छैन, स्वास्थ्य छैन, रोजगारी छैन, बाटो गतिलो छैन। अनि यो प्रदेश कसलाई आएको थाहा छ? वडा अध्यक्षको चुनाव हर्ने हरुवा चरुवालाई मुख्यमन्त्री खान पर्ने भयो। त्यसका लागि आएको, यो नेताका लागि आयो, जनताका लागि आनेलाई खारेज गर्न पर्छ। यो मधेसको आन्दोलन कति पैसा आउँछ थाहा छ? पहिला पहिला के भन्थे? हाम्रो यहाँ सरकार आयो, पहाडियाहरू भएन भने त हामी त घर घरमा पुरा ल्यान्ड क्रुजर गाडी चढ्ने बनाउँछौँ भनेर भाषण गरे होइन यिनीहरूले? खै त 8 वर्षदेखि तिमीहरू नै छौ। खै कोही आएको छैन के अरे? मुख्यमन्त्री तिमीहरू छौ, प्रदेशको मन्त्री तिमीहरू छौ। 1 वर्षमा 60 अरब भन्दा बढी पैसा प्रदेशका नाममा आउँछ। त्यो पैसा विकासमा जाँदैन। जम्मै नेताहरूको गाडी चढ्ने
अगुवा पछुवा हिँड्ने, कार्यकर्ता पाल्ने, सांसद पाल्ने हुन्छ। हामी प्रदेश खारेज गरेर त्यो 60 अरब पैसा हस्पिटल खोल्छौँ, जुट मिल बनाउँछौँ, चिनी मिल बनाउँछौँ, जनतालाई घर घरमा रोजगारी दिन्छौँ। त्यसका लागि प्रदेश चाहियो। कस्तो अवस्था आयो?